रातको ठीक 12 बजेको थियो। गाउँको अन्तिम छेउमा रहेको पुरानो घर फेरि बलेको थियो। त्यही घर जसबारे सबै भन्थे त्यहाँ कोही बस्दैन। आरवले मोबाइलको टर्च बल्यो। उसको साथी निश्चल 3 दिनदेखि हराएको थियो। हराउनु अघि निश्चलले एउटै सन्देश पठाएको थियो। अब के हुन्छ थाहा छैन, तर त्यो घरभित्र कस्तो हुन्छ हेर्नै पर्छ। ढोका आधा खुला थियो। हावा चलेको थिएन, तर ढोका आफै किर्र किर्र गर्दै हल्लिरहेको थियो। भित्र पस्ने बित्तिकै चिसो हावा जिउभरि दौडियो। भित्तामा धुलोले ढाकिएको ऐना थियो। ऐनामा आरव एक्लै देखिन्थ्यो, तर उसको पछाडि छाया अर्को पनि थियो। निश्चल, ऊ बिस्तारै बोल्यो,